हॉस्पिटल में डिलीवरी केस है, हमारा बीबी हॉस्पिटल में पहुंचा है, इसलिए थोड़ा जरूरत हो गया, ई मांगने के लिए यहाँ आए थे सर। या अल्लाह, तुम 10 साल से मुल्क नहीं गया, तुम्हारा बीबी डिलीवरी बोलता है। ऋण कसको पो हुँदैन र? ऋण छ भन्दैमा अनि घरै नजाने त? अनि किन ल्याइदिउ यहाँ? पासाङ दाई, फेरि ठुलो समस्या आइलाग्यो। घरमा ठुलियामा फेरि खस्नु भएछ। आज दिपक र काजी भनेको हैन, आज फेरि कसरी खास्यो त? Will you marry me? What? Marriage? Are you serious? Yes, I am serious. But Rahul, I have already boyfriend. फेरि फोन आयो, कति हैरान दिन्छ यार। हेलो, अथु म विवाहित हुँ राज, मेरो एउटा बच्चा पनि छ। के हो र कोपिला, सुनौ न त खुसी खबर हामी पनि। हेर्नु न, हाम्रो मायाको चिनो मेरो कोखमा दिन प्रतिदिन घरकी एउटी बुढीले टाउको खाएर फेरि अर्को बिहे कसले गरोस्? यो त टाइम पास र पैसा फुत्काउने मात्रै हो। श्री पूजनीय बाबा, सादर नमस्कार। त्यहाँ हजुरलाई आराम कुशलै छ भन्ने कुरा सुमन अङ्कलबाट थाहा पाउँदा साह्रै खुसी लाग्यो। उमेर मेरो ढल्के छैन, बिर्दै झर्यो केश,